नमस्ते गाइस। के हो यार, नेपालमा मजाक चलिरहेछ के हो? स्वतन्त्र पार्टीले आफ्नै प्रधानमन्त्री बनाउँदाखेरि खै के यार, त्यो प्रधानमन्त्री हो कि मजाक गरिरहेछ सिटमा बसेर भनेको? ह त्यो एउटा दिदीले न्याय पाउनको लागि हैन, न्याय पाउनको लागि त्यो त्यहाँनिर धर्ना गरेर बसेका छन्। अहिलेसम्म त्यो उसको छिनाफानो भएको छैन। के हो यार, आफ्नै मात्र सिट तातेर आउनु भएको छ के हो? प्रधानमन्त्रीले बालेन शाहले आफ्नै मात्र सिट तताउने हो के हो जस्तो लाग्छ मलाई त। जति नेता आए पनि साला त्यस्तै छन् के खातेहरू। जति प्रधानमन्त्री बनाए पनि सब एउटै हुन् के। तपाईले अरू काम गर्नुभन्दा अगाडि नै जुन व्यक्तिले दुःख पाइरहेछ, मान्छे मरेकै छ, बलात्कार भएकै छ, तिमीहरूले चाहिँ यो गर्यो, सुकुम्बासी हटाउँछु, यो हटाउँछु। अरे साला त्यो हटाउनुभन्दा पहिला जुन मान्छेलाई न्याय पाउनु पर्ने हो त्यसलाई न्याय देऊ न। फाल्तु कुरामा परे सुकुम्बासी हटाएर राम्रो गर्नुभयो। तर त्योभन्दा ठुलो त एउटा बहिनीले आफ्नो न्याय पाउनलाई माइती घरको अगाडि चाहिँ धर्ना दिएर बस्दाखेरि पनि विपक्ष दलको पार्टीहरूले बुढीहरूले आएर उहाँलाई कुटपिट गर्छन् रे। अनि हाम्रो सरकार चाहिँ टल्ल पाडेर हेरेको हुन्छ क्या। बालेन सर हुँदैन भनेपछि होइन, पद खारिज गरिदिनुहोस्। बुझ्नुभयो कि नि? तपाईँ जाएर त्यो ऱ्यापर लेख्नु, ऱ्यापरमा गाली गर्नुहोस्, नेता चोर, त्यो चोर, यो छोड भनेर होइन। अहिले त आफू सिटमा बस्दाखेरि के उखाड्यौ त तिमीले? लो भन त। रवि दाईलाई पनि के भन्छौ भने चाहिँ के हो दाई, भनेको जस्तो पारा भएन नि त। तपाईँको 1 महिना भइसक्यो, 1 महिनामा त्यो अहिलेसम्म न निर्मला पन्थले न्याय पायो, अनि यो हालीको काण्डमा त्यो बहिनीले त्यहाँनिर धर्ना गरेर बसेको छ, त्यो बहिनीले पनि पाएन। नेपालगञ्जमा भएको काण्डको त्यस्तै छेमाफानो छ। अझ त्यस्तो कति हो, कति काण्ड आउँछ। तपाईँले सबभन्दा अगाडि त काण्ड रोक्नुहोस् न। त्यो काम हुने काम त भइहाल्छ के। जसले बलात्कार गर्यो उसलाई अन द स्पोट फाँसी देऊ न, गोली हाल्न सक्दैनौ। त्यत्रो झ्याउ छैन तिमीहरूलाई। प्रधानमन्त्री बनाएर के फाइदा भयो त? यो गर्छु, त्यो गर्छु, यो कारखाना चालु भयो, त्यो कारखाना चालु भयो। त्यो पछि गर्नु चाहिँ 5 साल छ तपाईँसँग गर्नलाई। बुझ्नुभयो कि नै? पहिला जुन मान्छेले दुःख पाइरहेको छ त्यसलाई न्याय गर्नु पऱ्यो क्या। माइती घरको अगाडि बसेका छौँ दिदीले, तपाईँहरूले अहिलेसम्म त्यसको केही छिनाफानै गरेका छैन। त्यो गृहमन्त्री सुदन गुरुङले गएर भेट्यो, गला मिल्यो, भइहाल्यो, सक्यो। त्यसपछि साला आफै राजीनामा दियो। 2000 मान्छेहरूले के भन्यो, यसको सम्पत्ति यस्तो निक्ल्यो, त्योसँग यो निक्ल्यो, सेयर मान्छेले कसै कम्पनीको सेयर किन्न पाउँदैन। न थाहा पाएको न चिनेको जस्तो गर्छ भाइ। यस्तै हो भनेपछि बालेनले राजीनामा दिँदा हुन्छ के? त्यो व्यर्थै गयो। जेएनजी भाइहरूले त्यत्रो दुःख गरेर 76 जना मान्छे मरेर केही पनि भएको छैन क्या। यो यसको सम्पत्ति यदि जागरण भयो, यसले यदि अहिलेसम्म एकजना मान्छे पनि खोडमा बसेको छैन। उसको बुढी घुमेको छ, ऊ मान्छे बाहिर घुमेकै छ। खै कुन तरकारीले तिमीहरूले काम गरिरहेछ केही थाहै छैन। अझ फेरि खगेन्द्र सुनारले अझ फेरि कुन मान्छे दलित मान्छेले न्याय पाएको छैन, फेरि उहाँ गएर सिडिओ कार्यालयको अगाडि गएर बसिरहेको छ मान्छे। उसैको तपाईँको आफ्नै सरकार भएर अन द स्पोट फैसला लिने ठाउँमा तपाईँहरूले केही पनि गरिरहेको छैन। खै के हो केही पारा छैन। जस्तै जति जोगी आए पनि कान चिरेको भन्छ नि, त्यस्तै जति प्रधानमन्त्री आए पनि साला काम गर्नलाई हिचकिचाउँछ क्या। बहुमूल्य सरकार छ, आफ्नै छ, सबैले कसैले रोकटोक गर्ने छैन होइन। त्यसमा पनि एउटा मान्छेले न्याय पाउनलाई 2-1 महिना लाग्छ क्या। प्रधानमन्त्री भएको तुरुन्तै न्याय दिनुपर्ने हो। अहिलेसम्म माइती घरको अगाडि ढुकामा बसेर उसले न्याय मागिरहेछ। त्यस पनि बलात्कारको बुढीले आएर कुटपिट गरेर ढुङ्गामुढा गरेर जान्छ, अनि हाम्रो सरकार टल्ल पाडेर हेर्छ क्या। ठुक्क साला त्यस्तो पनि सरकार हुन्छ कहिले? बालेनले राम्रो गर्छ भनेको त खालि हावा गफ मात्र रहेछ के। यो चालु गर्छ, त्यो चालु गर्छ। नेपालमा सबभन्दा बढी युज हुनु भनेको टायर उद्योग हो। टायर उद्योगलाई पहिला, रबड कारखानालाई पहिला चालु गर्नु न, तपाईँको जिडिपी आफै सुध्रिहाल्छ। र बाहिरबाट जाने तपाईँको एमआरएफको, सिडिएफको त्यो टायर छ नि, सबैलाई बन्द गरौँ त खै। साइकलदेखि लिएर मोटरसाइकलसम्मको टायर बनाऊ न चाँडोभन्दा चाँडो, र बाहिरको टायरलाई बन्द गरौँ नेपालभित्रको लागि। खै तपाईँको टर्नओभर हुन्छ कि हुँदैन?
जो चिजलाई पहिला चल्ने त्यो चिजलाई पो गरे छैन, वाइहात कुरा गरे छैन, सबै चिजले अहिलेसम्म उभैले न्याय पाएको छैन। अनि भन्छन् मान्छेले गाली गर्छन्, साला गाली नगरे के गर्ने तिमीहरूलाई, थुक्क साला।